देखती रहती। बिहानीको मौसम हामी चाहिँ घाँस काट्न लाग्यो खर काट्न आइज कान्छ बिहानी पखाको मौसम बाउ छोरी चाहिँ घाँस खान लाग्यो बिहानै यति घाँस काटिसकेको अवस्था छ एउटा कान्छा आउँदैछ भिडियो गर्नलाई तलबाट छिराइज क्यामेराम्यान आउँदैछ है तिहार लागेर यता रमझम छ गाउँघरतिर झिलिमिली छ हाम्रो क्यामेराम्यानलाई यो भिडियो चाहिँ क्यामेराम्यान है ल खोइ बोल्दै भिडियो गर्छ बाबा नाच्दै छ बाबा नाच्दै छ अब चाहिँ बखरको गीत गाउँदैछ बाबा नाच्दछ घर अरे फेरि घाँसलाई चाहिँ घर अरे घरमै बसी फेरि कति घाँसै काट्यो गरिदिउँला घाँसै काट्यो गरिदिउँला वनको माया पिरतीलाई राखिदिउँला घरमा बस्यो मायालु मैले चाहिँ नखलको अनि वन जङ्गलको अनि घरमै बस्यो मायालु पिरतीलाई घाँसम्रा भैँसी गोठाला हेर्नु होला गाइस आज बाउ छोरी मजाले मेरो खेतालामा आएको छ बाउ छोरी ऊ नाच्दै छ राजा लागि एउटा बाउ अब दिदी र नाच्नै छोरे यसपाल भोलि अब बाबा उता झन् मासु खाइ नाच्ने भने बाबा आउँदाखेरि दिदीलाई त नाच्नै छोडेछ नाच्नै आउँदैन जस्तो छ होइन र बाबा बाउ छोरी मजाले घाँसै काट गरिदिउँला के यस्तो नाचेको हुन्छ घुमेको घुमे है बाबा बिस्तारो कन्डो पनि हलाउनु पर्छ कम्मर भाँचाउनु पर्छ यसरी अनि हात त चलाउँदैन रहेछ दिदीले हात पनि यसरी हुर्रा हुर्रा गरेर चलाउनु पर्छ त्यही हाम्रोमा चाहिँ धेरै दसैँहरू लागेर छ दसैँले फेरि मैले खालि दसैँ भन्छ क्या तिहारमा चाहिँ हामीले मासु काटी खाएको दसैँमा चाहिँ फेरि दसैँ तिहारमा चाहिँ यता हुप्पर बजाएर हामी चाहिँ मजाले नाचेर बस्दैछौँ